हेलो साथीहरू, सन्चै हुनुहुन्छ? अहिले म चाहिँ जङ्गलमा छु है। यहाँ मलाई बाख्राले कुदाएर अनि यहाँतिर आएर मस्त सुतिरहेको रहेछ। कुनै उठिरहेको छ। अघि म तलबाट यहाँ हेर्न आउँदाखेरि त यहाँ सुतिरहेको रहेछ। यहाँ रुखको छारी छ नि त, त्यही भएर यहाँ बाहिर चाहिँ गर्मी हुन्छ। अनि म आएर मलाई डराएर अनि उठेर फेरि चढ्न थालिरहेको छ है। यहाँ म चाहिँ यिनीहरू भोकाउँछ भनेर कति दुःख गरेर चढाइबस्छु। उनीहरू चाहिँ जुदी बस्ने सुत्ने बस्ने उ त्यता हेर्नु जुदिरहेको छ। कुनै लडीबडी गर्ने त्यस्तो गरिरहेको छ। अहिले यिनीहरूलाई चढाउँदै दिउँसो घामले गर्दा हो कि के हो, यिनीहरूले यस्तै ओइलाएर म आफू गोठालाई पनि यस्तै ओइलाएर अनि फेरि भरे गोठमा लगेपछि चाहिँ अब घाँस पुग्दैन। त्यतिखेर चाहिँ फेरि कराई बस्छ। यति धेरै वस्तु छ, यतिलाई फेरि घाँस काटेर पनि साध्यै छैन कि, त्यही भएर अनि दिउँसो चाहिँ यसरी चढाउनु पर्छ। अनि बेलुका बिहान चाहिँ के भन्छ खोले दिएर छोड्छौँ होइन, छोडिसकेपछि बेलुका घाँस दिन्छौँ। अनि त्यस्तो गर्नुपर्ने हो। फेरि पानी पऱ्यो भने त उनीहरूलाई डबल खुवाउनु पर्छ है। त्यस्तो छ है साथीहरू। हाम्रोतिर नि दिउँसो चाहिँ गर्मी हुन्छ है। अनि फेरि गर्मी भएर यस्तो मलाई चाहिँ पसिना छिट्टो आउँछ कि, फेरि पसिना आएपछि यहाँको यो मेरो घाउ चाहिँ दुख्छ कि, यो पोल्छ। यो पसिनाले भिजेपछि चाहिँ अस्ति त्यो रोटी पकाएर तेल उछिटेर यस्तो समस्या भएको। अन्त त्यस्तै छ हौ साथीहरू। मेरो बाख्रा चढिरहेको छ। अहिले चाहिँ मस्त चढिरहेको छ। यिनीहरू जहाँ जान्छ त्यहीँ जान्छ। यी सानसाना त चढ नै रहेको हुन्छ। यी ठुला चाहिँ जहाँ हिँड्छ, यी साना नि त्यतै हिँड्छ क्या। त्यही भएर गाह्रो छ हौ मलाई। यी साना त न त थपक्कै चढ्छ, कस्तो मस्त चढ्छ। ठुलो हिँडेपछि सानाले पछ्याइहाल्छ कि के गर्नु र। अब यस्तै हो, यसरी हिँड्छन् र त्यसरी गोठाला बस्नु परेछ नै। फेरि यो बाख्राले चाहिँ भिर मात्रै खोज्छन् रे कि, अस्ति अङ्कलले भन्दै हुनुहुन्थ्यो। होला पनि त भिर मात्रै हिँड्छन्, यस्ता चौरमा घाँसै भए पनि खाँदैनन् कि के भएको, खेदाउदाको हैरान भइरहेछ। त्यस्तै छ है साथीहरू। अनि हाम्रोतिर चाहिँ मस्त घाम लागिरहेको छ।